नेपालमा एउटा यस्तो ठाउँ छ जहाँ पुगेपछि मान्छेलाई लाग्छ स्वर्ग सायद यस्तै होला। त्यो ठाउँ हो बडीमालिका। सुदूरपश्चिमको बाजुरामा रहेको बडीमालिका केवल मन्दिर होइन, यो आस्था र प्रकृतिको अद्भुत सङ्गम हो। बादलमाथि फैलिएका हरिया पाटन, खुला आकाश, चिसो हावा र टाढासम्म देखिने पहाड, यहाँको दृश्य हेर्दा थकान पनि हराउँछ। हरेक वर्ष जनै पूर्णिमामा हजारौं भक्तजन कठिन बाटो पार गर्दै यहाँ पुग्छन्। कोही मनको शान्ति खोज्दै आउँछन्, कोही आस्था लिएर, त कोही यो ठाउँको अनुपम सुन्दरता महसुस गर्न। बडीमालिका पुगेपछि एउटा कुरा महसुस हुन्छ, केही ठाउँहरू केवल हेरिँदैनन्, मनभित्र अनुभव गरिन्छ। बडीमालिका केवल गन्तव्य होइन, यो आत्मालाई छुने अनुभव हो।